हेलो गुड मर्निङ गाइज। अहिले चाहिँ रातिको 1 बजेको छ। हामी चाहिँ सन्तोष भाइ र म निस्किँदैछौँ खोटाङ हल्दैछ। अनि बाइकमा खोटाङ निस्किँदैछौँ। अब यहाँबाट हामी चाहिँ 1 बजे पशुपति जान्छौँ। पशुपति दर्शन गरेर अनि त्यहाँबाट सिधै खोटाङ हल्दैछ गएर दर्शन गर्छौँ। पशुपति नाथ टु केदारनाथको एउटाले भ्लग हालेको थियो, मैले त्यो हेरेको थिएँ। म चाहिँ पशुपतिनाथ टु पूर्वको पशुपतिनाथ भनेर चिनिने खोटाङ हल्दैछ जाँदैछु गाइज। रातिको 12:50 गयो, हामी चाहिँ निस्किसक्यौँ। अब यहाँबाट गएर हामी सिधै पशुपति दर्शन गर्छौँ। अनि पशुपति दर्शनपछि हामी सिधै नन स्टप खोटाङ हल्दैछ पूर्वको पशुपति भनेर चिनिने एकदमै प्रख्यात बसा गुफा सबै हामी चाहिँ देखाउनेछौँ। अब रातिको भ्लग त हुने छैन, पछिल्लोसम्म चाहिँ गर्नेछु, त्यसपछि मैले गल्ती खाएर गाइज। अहिले चाहिँ रातको 1 बजेको छ, ताबेल चोक आइसक्यो, भाइ राइड गरिरहेको छ। अनि अब हामी पशुपति जान्छौँ। यति ताबेल स्तूप पशुपति गएर निता पार्कबाट छिर्न तल गएर यता ढोकाबाट छिर्ने होला। हामी पशुपति छिर्छौँ अनि त्यसपछिबाट पशुपति दर्शन गरेर सिधै पशुपति टु खोटाङ हल्दैछ। त्यसपछि मित्र पार्क हामी यहाँबाट तल जान्छौँ। मिल्छ। हामी चाहिँ पशुपति छिर्दैछौँ। मन्दिर खोला रहेछ भने दर्शन गर्छौँ, नभएदेखि बाहिरबाट दर्शन गरेर हामी निस्किन्छौँ। ओहो, यहाँबाट मिल्दैन रहेछ। यहीँ राखेर दर्शन गरे न त, यो ढोका त खुल्ला हुन्छ होला नि त गाइज। रातिको 1 बज्दैछ भर्खर, अझै 12:58 भएको छ। हामी पशुपति आइसक्यौँ, तर ढोका चाहिँ बन्द हुने रहेछ, बिहान मात्रै खुल्छ होला सायद। अब हामी बाहिरबाट दर्शन गरेर निस्किन्छौँ, त्यही नै हो। जय पशुपतिनाथ, जय पशुपतिनाथ रक्षा गर। हामी चाहिँ पूर्वको पशुपतिनाथ भनेर चिन्ने खोटाङ हल्दैछ गएर आउँछौँ गाइस। हामी चाहिँ बाहिरबाट दर्शन गरेर निस्किसक्यौँ, 1 बज्यो। अब नाइट भ्लग एकैचोटि म खुर्कोट गएर मात्रै हाल्छु, मोबाइल खोल्छु, नत्र भने चिसोमा मोबाइल निकाल्दिनँ। सिधै जहाँबाट उज्यालो हुन्छ त्यहाँबाट सर्ट क्लिपहरू गर्दै जान्छु। मेन भनेको पशुपतिनाथ टु खोटाङ हल्दैछ, त्यही नै हो गाइस। बाई बाई। आइगर भाइ आइगर। हेलो गाइस। अहिले गयो नि मलाई भरेको चिन्ता छ। भरेको चिन्ताको कुरा नगर कि अहिले आइपुग्यो भने 3 घन्टामा हामी हिँडेको ठ्याक्क 12:50मा 3:50 गयो। 4 बजे भनौँ न हामी चाहिँ मुलकोट आइपुग्यो। सायद 2 घन्टाको बाटो हो, खोलाको बाटो चाहिँ साह्रै खत्तम। 1 घन्टा नि बढी लाग्यो हामीलाई। त्यसपछिबाट अब हामी 15-20 मिनटमा यहाँबाट 18 किलोमिटर खुर्कोट पुग्छौँ। त्यहाँबाट 1 घन्टा घुर्मी, अब 2-2.5 घन्टामा सायद हामी पुग्छौँ होला। तर गाइज यो बाटो चाहिँ साह्रै खत्तम बनाइरहेछ खोलाले बगाएर। छिटो बनाउनुहोस् नेपाल सरकार। यो चाहिँ मुलकोट सेतीदेवी मन्दिर, ठ्याक्क 4 बज्यो गाइज। अब हामी यहाँबाट निस्क्यौँ। सेतीदेवी प्रदाले रक्षा गरून्, एउटा यहाँ छ पछाडि बसेर आएको। हेलो गुड मर्निङ गाइज। अहिले चाहिँ बिहानको 6 बज्यो। हामी चाहिँ घुर्मी आइपुग्यो। यो चाहिँ पछाडि घुर्मी बजार। अब राति केही पनि देखिँदैन गाइज, घुर्मी बजार आइपुग्यो। अब हिँडेको 1 बजे। बाटोको कुरा नगरौँ,
बाटो पुरै अफ रोड, पानी पुरै हुस्सु लागेर 1 घन्टाको 55 किलोमिटर हिँड्नलाई 2 घन्टा लाग्यो। 55 किलोमिटर हिँड्नलाई 2 घन्टा लाग्यो। खुरकोट आउनलाई 3 घन्टा लाग्यो। 3 2 5 घन्टा। यो 5 घन्टामा हामी उता पुग्ने सोचिरहेको थियौँ। तर ठिकै हो, हुस्सु लागेर कुहिरोले पुरै लुगा सप्लकै भिजाएको। सब पुरै हेर्नु चिसो भएको। अझै घुर्मी आइपुग्यो 6 बज्यो। अब यहाँबाट 1 घन्टामा हलेसी पुगिन्छ होला सायद। त्यही भएर हेलो गाइस। गाइस 45 किलोमिटर बाइक चाहिँ यस्तो छ। अब सन्तोष दादा त्यहाँ हुनुहुन्छ। कस्तो लागिरहेछ? रमाइलो? रमाइलो। बाटो कस्तो लाग्यो? बाटो भनेको कुरै नगरौँ होइन। बाइक गाइस यस्तो छ। अझै राति छ 6 बज्यो। अब यहाँबाट हामी हिँडेको अब जम्मा 45 किलोमिटर छ। यहाँ भजन बजिरहेछ। यो चाहिँ घुर्मी चोक। यता गयो भने कटारी। पहिला चाहिँ यता पुरानो बाटो थियो, अहिले चाहिँ यताबाट नयाँ बाटो बनाएको छ। हामी आएको यताबाट। अब हामी जाने यताबाट ठ्याक्क 45 किलोमिटर। अब एकैचोटि हलेसीमा भेटौँ ल गाइस। अब 40 किलोमिटर हलेसी भइहाल्छ। र हुस्सु लागेर यस्तो बबाल देखिरहेछ। पुरै हुस्सु छ, बाटोमा केही देखिँदैन। अलि तल गयो भने यस्तो खतरा छ। पुरै यस्तो हुस्सु लागेर आयो। ब्याक हेर्नु गाइस, हुस्सु लागेको छ। अब 1.5 घन्टामा हलेसी पुगेर नेक्स्ट भ्लग। बाइक पछाडि छ। 1 बजे हिँडेको 6 बजेर 22 मिनट गयो। अब एकैचोटि हलेसी पुगेपछि मात्रै है गाइस। अब जम्मा 40 किलोमिटर गाइस। अहिले चाहिँ ओखलढुङ्गाबाट आएको होइन। हेर्ने यस्तो बबाल दामी देखिरहेछ। त्यो चुचुरो हेलो गाइस। अहिले चाहिँ 8 बज्यो। हेलो गाइस। सन्तोष दाल हामी चाहिँ हलेसी आइसक्यौँ। अहिले चाहिँ बिहानको 8 बज्यो। हामी हिँडेको बिहान कति बजे? 1 बजे। अहिले फर्किँदा अनि बिहान 1 बजे हिँडेको। आधी घन्टा 10-15 मिनट रेस्ट गर्दै ठ्याक्क 7:30 बजे आइपुग्यो भनौँ न। 7:30 बजे आइपुग्यो। पूर्वको पशुपतिनाथ भनेर चिनिने हलेसी महादेव। अब चाहिँ दर्शन गरेर जाँदैछौँ दाजुभाइ। यहाँ पछाडि गेटबाट फुलपाती बोकेको छ। अनि अलिकति घुँडा कचाकचुक भएको छ गाइस। सानोतिनो हो, केही छैन। हलेसी महादेव हातखुट्टा धोयो। अब चाहिँ मन्दिर प्रवेश गर्दैछौँ। यताबाट के भयो? चिसो भयो गाइस। हामी चाहिँ मन्दिर दर्शन जाँदैछौँ। गाईको दुध भनेर के को दुध ल्याएर राखेको हुन्छ। हामी चाहिँ मन्दिर जाँदैछौँ।
दाजुभाइ जय हलेसी महादेव हलेसी महादेव यहाँ चाहिँ शिव पार्वती शिव पार्वतीको दर्शन हेलो हेलो गाइज दर्शन नमस्ते अहिले चाहिँ हलेसीमा छौँ यहाँ चाहिँ दर्शन गरिसक्यौँ वहाँ पार्वती शिवजी पापद्वार धर्मद्वार कर्मद्वार सबै दर्शन गरिसकेर अब चाहिँ हामी गुफा जान्छौँ गुफा गइसकेपछि माथि गएर अब बत्ती बाल्छौँ अनि त्यसपछि हामी जुत्ता लगाएर गुफा जान्छौँ अनि आएर खाना खान्छौँ हेलो हेलो पूर्वको पशुपति भनेर चिनिने हलेसी महादेव दर्शन गरिसकेर हामी चाहिँ बसा गुफा जाँदैछौँ बाहिरमा हलेसी महादेव मन्दिरको गेट अहिले चाहिँ हामीले दर्शन गरिसक्यौँ अब चाहिँ हामी जाँदैछौँ महादेव बसा गुफा शिव पार्वतीको दर्शन सहित माथिबाट दर्शन गरेर अहिले चाहिँ गुफाको प्रवेश द्वारमा आइसक्यौँ हामी नचढाउने दर्शन मात्रै गर्ने घन्टी हामीले चढाइसक्यौँ हेलो हेलो अहिले चाहिँ दर्शन गरिसकेर बासा गुफा प्रवेश गर्दैछौँ अहिले फर्केर आउँदा बोलाउँछु ल म शङ्ख बजाउँछु गाइज यो चाहिँ बसा गुफा त्यहाँबाट छिर्ने यो चाहिँ गुफा गाइज अहिले चाहिँ गुफा छिरिसक्यौँ यो चाहिँ त्यो गुफा माथि गाइस हामी चाहिँ अहिले हलेसी महादेव दर्शन गरेर बिहान 1 बजे 12:50 पशुपतिनाथको दर्शन गरेर हामी दुईजना खोटाङको हलेसी पूर्वको पशुपति भनेर चिनिने खोटाङको हलेसी दर्शन गर्न आएको थियौँ 1 बजे भनौँ पशुपतिबाट हामी 1 बजे हिँडेको त्यसपछिबाट हामी ठ्याक्कै यहाँ कतिमा 7:45 मा हामी ठ्याक्कै हलेसी मन्दिरको गेटमा आइपुगेका थियौँ बीचमा 1-2 ठाउँ रोक्यौँ भन्ने आधी घन्टा 45 मिनट जति ब्रेक भयो होला नभएदेखि 7 बजे आइपुग्यो भनौँ न कन्टिन्यू किनकि हामी राति हिँडेको बाटो यस्तो थियो भकुण्डे बेसीदेखि तपाईको नेपालथोक निक्लिँदासम्म हामीलाई जम्मा कति 30-40 किलोमिटरको बाटो 1 घन्टा लाग्यो 30 किलोमिटर नै थिएन होला 1 घन्टा लाग्यो खोलाको बाटो पुरै अफरोड त्यसमाथि हामी खुरकोट आयौँ खुरकोटबाट यता लागेपछि घुमे निस्किनलाई हामीलाई 55 किलोमिटर बाटो 2 घन्टा लाग्यो 2 घन्टा 15 मिनट लाग्यो त्यसमा किन भन्दाखेरि हुसु त्यस्तै 20 को स्पिड भन्दा हिँड्न नसक्ने
बाटो देख्दै नदेख्ने बाटो कहाँ छ भनेर चाहिँ खोजेर हुसु गइसकेपछि हिँड्ने अवस्था थियो त्यही पनि हामी आइसक्यौँ हामी दर्शन गरिसक्यौँ अब हामी खानासाना खान्छौँ त्यसपछि एउटा रेस्ट गर्छौँ एकछिन अनि बिस्तारो बिहान हामीले केही हेर्न पाएको छैन फोटोहरू केही खिच्न पाएको छैन बिस्तारो हेर्दै फोटो खिच्दै एकदम रिल्याक्स तरिकाले हामी काठमाडौँ फर्किन्छौँ ओके गाइस लेट्स गो बाई बाई खोटाङ अलैँची अलैँची आएर फर्किसक्यो गाइस जाँदा पनि 1.5 घन्टा लागेको थियो नि एउटै हो क्या उताबाट अलिकति उकालो पर्छ उताबाट अलिकति उकालो पर्यो अनि यता ओह्रालो पर्यो अनि यो बाटोमा एउटै स्पिड हुन्छ उकालो न ओह्रालो लडेर नि बस्नु ओखलढुङ्गा यताबाट ऊ पारी गएर फेरि तर्नु पर्थ्यो घुर्मीको ब्रिज घुर्मी ब्रिज सन्तोष दाहाल चलाउँदै हुनुहुन्छ हेर कति छ सोच न कति पानी आएको थियो होला क्या यो पुरै भरेर पुलमा ड्याङ ड्याङ हालिरहेको थियो त्यताको ड्राइभरहरू खतरा हुने है तर हेलो हेलो अहिले चाहिँ हामी घुर्मी आइसक्यौँ अलैँची दर्शन गरेर घुर्मी फर्किसक्यौँ र हामी बिहान हिँडेको 1 बजे 7:45 हामी अलैँची पुगेका थियौँ त्यसपछिबाट दर्शन गरेर हामी ठ्याक्क 10 बजे निस्केको ठ्याक्क 11:30 भयो अहिले चाहिँ हामी घुर्मीमा खाना खान लाग्यो अलैँचीमा खाना खाना भनेको त्यहाँ प्रि अर्डर गरेर मात्रै खाना बन्द रहेछ त्यही भएर त्यो अर्डर गरेर बसेर भन्दाखेरि बरु हामी यता रेडी हुन्छ त्यही भएर खाना खाऊँ भनेर हामी घुर्मी आइसक्यो अब खाना खाने हो 1 घन्टा जति रेस्ट गर्ने हो गाइस त्यसपछिबाट मात्रै काठमाडौँ फर्किने हो आजको लास्ट भिडियो
त्यति त्यति लिएर सेभ गर्नु त्यसले हेर्नु